प्रभात तपाईहरु के खानुभयो बिहानको खाजा आजको ब्रेकफास्ट ल हेर्नु त म त हाम्रो लोप हुन लागेको परम्परागत खाजा ल हेर्नु त तावा बसाले 1 चम्चा घिउ राख्नु एउटा पाकिसक्यो यसमा यो गहुँको पिठो अनि सुजी अलिकति फापरको पिठो अनि चामलको पिठो मिक्स गरेर अनि यसरी तावामा राखेर पकायो भने यति मिठो हुन्छ नि यो पिज्जा भन्दा त यही मिठो हुन्छ नि एकचोटी खाएर हेर्नु ल यो कस्तो मिठो हुन्छ कुरुम 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 त्यो कुकिजहरु खाँदाखेरि हुन्छ नि त्यसमा जस्तै हुन्छ यसलाई पकाउन पनि गाह्रो छैन चामल पिसाएर ल्यायो यो टाइटिनको चामलको एकदम नरम हुन्छ फापरको पिठो अलिकति मिसाएपछि नरम हुन्छ गिलो खुल्लाको रोटी कसैले तावे रोटी भन्छ कसैले बगाउने रोटी असाध्यै मिठो हुन्छ यो चटनी पिसेर चटनीसँग खाँदा नि भयो कालो चियासँग खाँदा नि भयो तरकारी बनेको छन् तरकारीसँग आफूलाई केसँग मिठो हुन्छ बनाउन पनि छिट्टो खाना पनि मिठो स्वास्थ्यलाई पनि राम्रो बिस्कुट भन्दा त यो राम्रो नि है यता रोटीको देखाऊ मामुको पर्दैन मेरो छोरीले भिडियो खिचेकी छन् बाबु नानीको स्कुल छुट्टी छ जति बेला नि मामुसँग सँगै हुन्छ नि यिनीहरू काम गर्नेमा भिडियो खिच्ने बच्चाहरू मैले त मेरो नयाँ तरिका कस्तो लाग्यो हेर्नु त मैले त हातले खुल्ला पहिले आमाहरूले त हातले गर्नुहुन्थ्यो हातले नै फर्काउँथ्यो मेरो स्टाइललाई हेर्नु त आधुनिक स्टाइल कहीँ हातमा पिठो पनि लागेको छैन हेर्नु हातले छुनै पर्दैन चम्चाले नै पिठो मुस्छु चम्चाले गर्छु चम्चाले फर्काइन्छ हात सफा क्या दामी ल हेर्नु त कति छिटो तयार हुन लागिसक्यो घिउमा यस्तो बज पारेर पकाएको यो रोटी यस्तो मिठो हुन्छ नि बजारमा किनेको बिस्कुट मोमो चाउमिन भन्दा त कति मिठो नि यो त स्वाद पनि अलिकति चिनी पनि राखेकी छु मैले गुलियो गुलियो पनि हुन्छ खाँदाखेरि त भुजुम घिउ आउँछ मुखमा तपाईहरुले बिर्सिसक्नु भएको भए मैले सम्झाइदिनुलाई नि यो भिडियो राखेको आफूले खाइराखेका चिजहरू कहिलेकाहीँ यतातिर ध्यानै गएको हुँदैन सेलरोटी बनाउन नभन्दा सेलरोटी जस्तै मिठो हुन्छ क्या यो पनि मेरो रोटी तयार भइसकेको छ ल आउनु है ब्रेकफास्ट खानु तपाईँहरू पनि आउनु ल सबैलाई मैले चुलै निम्तो गरेँ ल आउनु होला तपाईँहरू आउनु भयो भने अझ धेरै पकाउँछु जति नि पिठो छ घिउ पनि छ हस् त अहिलेलाई बाई बाई